यहाँहरुको मैले तीनैजनाको मन्तव्य पनि सुनिसकेको छु। म आफै यो प्रशिक्षण दिनका लागि तपाईहरुको अगाडि प्रस्तुत भएको छु। तपाईहरुले राख्नुभएका कुराहरू अहिले मैले मनन गर्दै गएको छु। नेपाल सरकारले हामीलाई यो अनुदान स्वरूप थोरै पैसा दिने र 3 दिनको मात्रै एउटा कार्यक्रम सञ्चालन गर्नु भनेर हामीलाई त्यो अनुदान प्राप्त भएको हुन्थ्यो। त्यो कारणले मात्रै हामीले 3 दिनको यो प्रशिक्षण राखेका हौं। खास गरी उद्घोषण कला सिपको तालिम चाहिँ 7 दिनको हुन्छ। त्यो प्रशिक्षण हामीले के महसुस गर्यौं भने यो गत वर्षदेखि यसरी प्रशिक्षणमा पैसाहरू छुट्टिएर महिला, जनजाति, दलित, अल्पसंख्यक जनप्रतिनिधिहरूका लागि भनेर थोरै पैसा छुट्याएर कुन कार्यक्रम नेपाल सरकारले राखेको छ त्यसलाई फुलफिल गर्नका लागि हामी स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानबाट आएका हौं। हामी 753 मै पुग्छौं, धेरै पालिकामा जान्छौं। यो प्रशिक्षण धेरै ठाउँबाट माग हुन्छ है, तर हामीले ठाउँ हेर्छौं कुन ठाउँलाई हामीले बढी फोकस गर्ने। जुन ठाउँमा हामी जाँदा कम्तीमा आन्तरिक पर्यटक पनि बढी हामीले पनि देख्न पाइने हैन, हामी पनि कर्मचारी आफ्नै खर्चमा सबै ठाउँमा पुग्न सम्भव पनि छैन। अनि त्यस्तो ऐतिहासिक ठाउँ मुस्ताङ जस्तो ठाउँमा कोराला नाकासम्म पुग्ने अवसर मलाई यो तालिमले जुरायो। आज तपाईहरुसँग बसेर छलफल गरिरहँदा मैले साँच्चै म जुम्लामा धेरै ठाउँमा महिला जनप्रतिनिधिहरूको तालिममा पुगेको थिएँ। यस्तो सक्रिय महिला दिदीबहिनीहरूको समूह मैले फेला पारेको थिएँ। सायद हुन सक्छ है, यहाँ तपाईहरुले सिलेक्सन गरेर छानेको कारणले त हुन पनि सक्छ, तर यतिको जनप्रतिनिधि जुन गाउँपालिकामा हुन्छ नि त्यो गाउँपालिकामा अब महिला सहभागीहरूबाट आफ्ना कुरा राख्नको लागि कुनै पनि समस्या पर्छ भन्ने मलाई लाग्दैन। विषयवस्तु हामीले थोरै राख्यौं, तर पनि तपाईहरुलाई के छ भने यो हामीले दिएको प्रशिक्षणबाट, हामीले दिएको विषयवस्तुबाट सबै जानिन्छ भन्ने चाहिँ होइन है। हामीले प्रक्रियाका कुरा गर्ने हो, प्रोसेसका कुरा गर्ने हो। हामीले कसरी गर्ने भनेर सिपमा यस्तो यस्तो चीज हुन्छ है भनेर भन्ने हो, तर अभ्यास आफैले गर्ने हो। तपाईहरुले आफै घरमा अभ्यास गर्ने हो। अवसर पाउँदा मैले अहिले पनि तपाईहरुलाई सम्बोधन गर्ने क्रममा, तपाईहरुले अभ्यास गर्ने क्रममा ल है यो अवसर फेरि पनि प्राप्त नहुन सक्छ। कसले दिन्छ? यही तालिम हुनु पर्यो, नभए तपाईहरुलाई अवसर पाउन गाह्रो हुन्छ। यस्तो प्लेटफर्म पाउँदा तपाईहरुले कहिले पनि पछाडी हट्न हुँदैन। यहाँ बिग्रिँदा फरक पर्दैन, केही फरक पर्दैन। बिग्रिँदै त्यसलाई सुधार्दै सपार्दै हामी अगाडि बढ्यौं भने पो हामी अगाडि बढ्न सकिन्छ। हामीमा धेरै कमी कमजोरी छ, हामी तालिम दिन्छौं, हामीमै कमी कमजोरी छ। हामी पनि सुधार्दै हैन, तपाईहरुलाई तालिम दिँदै हामी पनि सुध्रिँदै, तपाईहरुका महत्त्वपूर्ण धेरै कुराहरू छन् हामीले लिनुपर्ने। तपाईहरुसँग धेरै कुरा हामीले सिक्यौं। यो कुरा भोलि हामी अर्को पालिकामा, भरतचौक गाउँपालिकामा हामीले देखेका कुराहरू अर्को पालिकामा हामी राख्न बाध्य हुन्छौँ। यो विषयवस्तु त थोरै हामीले तपाईहरुलाई अभ्यास गराएका छौं। मैले भने नि 7 दिनको हो यो त मैले के देखेँ अब भने भरतचौक गाउँपालिकामा बाहिरबाट प्रशिक्षक ल्याएर यो खालको तालिम दिन अब जरुरी छ। हामीले गर्न के पर्यो भने म आजको सभा अध्यक्ष गरिरहनु भएका उपाध्यक्षज्यूलाई अनुरोध गर्न चाहन्छु, प्रमुख प्रशासकीय अधिकृत सरलाई पनि अनुरोध गर्न चाहन्छु। मैले 3 दिनको प्रशिक्षणमा जुन व्यवस्थापन अहिले सरिता म्याडमले गर्नुभएको छ नि, यतिको व्यवस्थापन गर्ने एकजना कर्मचारी हुन्छ भने नि प्रशिक्षण आफै सफल हुन्छ। त्यसैले यस्ता कर्मचारी साथीहरू, 2-4 जना कर्मचारी साथीहरूलाई हामीले 7 दिनको मास्टर प्लट लिनका लागि काठमाडौँ पठाइदिउँ न। गाउँपालिकामा कार्यक्रम सञ्चालन गर्ने मान्छेको कमी पनि हुँदैन, सामान्य प्रशिक्षण चलाउने मान्छेको कमी पनि हुँदैन। हामीले कर्मचारीको पनि क्षमता वृद्धि गर्नुपर्छ। उहाँहरूलाई तालिममा जस्तो सेवाकालीन तालिमहरू चलिरहेको हुन्छ, उहाँहरू नियुक्तिको हिसाबले उहाँहरू सिलेक्सनमा नपर्न सक्नुहुन्छ। सिलेक्सनमा पर्नु भएन, नपरेपछि बढुवा हुँदैन। त्यसको लागि के गर्ने? जस्तो अब हामी आएका छौँ, हामी नेपाल सरकारको आधिकारिक एउटा प्रतिष्ठान हो। यो प्रतिष्ठानले सेवाकालीन प्रशिक्षण सञ्चालन गरेपछि मात्रै कर्मचारीहरूको बढुवा हुन्छ। अवसर त पाइयो नि। आज त्यही सिलेक्सन गर्ने मान्छेहरूको टिम तपाईहरुको पालिकामा आइराखेको छ। भोलि सेवाकालीन प्रशिक्षण माग हुन्छ। अब साउनको हामी दोस्रो हप्ता सूचना निकाल्दैछौँ, छैटौं अधिकृतहरूको लागि 4वटा समूह निकाल्दैछौँ। त्यसमा उहाँहरू पर्न सक्ने सम्भावना अझै नै कम देखिन्छ नियुक्तिको हिसाबले। तर अब सरिता म्याडमले तालिममा फर्म भर्नु होला, यो अवसर नगुमाउनु होला। यस्ता तालिममा तपाईहरु आउनु होला। यो बाहेक हामी जनप्रतिनिधिहरूको तालिम हामीले देशैभरि सञ्चालन गर्छौं त। भरतचौक गाउँपालिकामा किन नगर्ने? योभन्दा अगाडि नै म
घरजौ गाउँपालिकामा आएर हामीले एकीकृत सम्पत्ति करको तालिम दिएका थियौँ। त्यो बेलामा एकीकृत सम्पत्ति कर भन्ने थियो, त्यो अहिले कानुनले चिन्दैन, सम्पत्ति करमा बदलिएको छ। सम्पत्ति कर हामीले अहिले पनि लागू गरेका रहेनछौँ है। अझै पनि त्यस्तो छ भने थोरै बजेट खर्च गर्नुहोस्, 2 दिनको ओरिएन्टेसन राख्नुहोस्, सम्पत्ति कर लागू गर्नुहोस्। आखिर त्यो लगाउनै पर्छ। हामीले सम्पत्ति कर लगाउँदा हामीलाई भार पर्दैन, भूमि करलाई नै सम्पत्ति करमा ढाल्नुलाई फरक पर्दैन, तर प्रोसेस त हामीले सम्पत्ति करकै गर्नु पर्ला नि त। ती पाटोहरूलाई पनि हामीले विचार गरेर भोलिका दिनमा कार्यक्रमहरू सञ्चालन गरौँ। र म अझ पनि अनुरोध गर्न चाहन्छु, स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानसँग यस्ता धेरै कार्यक्रमहरू हुन्छन् जुन यहाँका जनप्रतिनिधि र कर्मचारीहरूलाई आवश्यक हुन्छन्। त्यस्ता तालिमहरूमा सहकार्य गर्दै पालिकाले थोरै हामीले थोरै खर्च गरौँ र धेरै प्रशिक्षणहरू सञ्चालन गरौँ। त्यो गर्दा पालिकामा यस्ता खालका विविध खालका कार्यक्रमहरू आवश्यक पर्न सक्छ। हामी जतिसुकै कुरा गरे पनि यहीँ पालिकामै बसेर ऐन कानुन नियमहरू परिवर्तन भइराखेको हुन्छ, सबै कुरा थाहा नहुन नि सक्छ हैन। हामी सङ्घमा बसेका छौँ, हामीलाई पनि सबै थाहा छ भन्ने चाहिँ होइन, तर जे भए पनि हामी त प्रशिक्षण दिने एउटा आधिकारिक संस्था हो नि त। हामी यस्ता प्याकेजहरूलाई अपडेट गर्दै जान्छौँ, प्याकेजहरू हामीले निर्माण गर्दै जान्छौँ। त्यो जाने क्रममा हाम्रो पालिकामा कस्तो खालको ग्याप छ, कस्तो खालको चाहिँ हामीले तालिमहरू दिनुपर्ने छ, यस्ता ग्यापहरू हेरेर अनि हामी त्यो अनुसारको प्याकेज निर्माण गरेर पनि प्रशिक्षण दिन सक्छौँ। त्यो कारणले गाउँपालिकामा आज बेलरी सर जस्तो यतिको जेनरल मान्छे यहाँ आउनुभएको छ, उहाँलाई सबै थाहा छँदैछ। उहाँसँग हाम्रो समन्वय सम्पर्क हुँदा पनि मलाई धेरै खुसी लाग्यो। कति सहज तरिकाले मैले यहाँ प्रशिक्षण आएर सञ्चालन गर्न सकेँ। भलै प्रशिक्षण राम्रो भयो भएन त्यो मैले अहिले नै भन्न सक्ने अवस्था हुँदैन, किनभने प्रशिक्षण राम्रो हुनका लागि त भोलिका दिनमा तपाईँहरूले यो प्रशिक्षणबाट लिएका कुराहरूलाई लागू गर्न सक्नुभयो भने मात्रै प्रशिक्षण राम्रो भयो भन्ने हामीले ठान्मा छौँ। अहिले हामीले एकैछिन यहाँ भाषण गरेको भरमा प्रशिक्षण राम्रो भयो भन्न मिल्दैन। तपाईँले आफ्नो कार्यक्षेत्रमा लागू गर्नु पर्यो नि त। जहिले पनि हेर्नु होला, मैले अहिले तपाईँहरूलाई भनिसकेको छु, प्रशिक्षणमा तपाईँहरू जब पछाडि हट्नुहुन्छ, डराउनुहुन्छ, अनि मैले अगाडि आउनुहोस्, आफै अगाडि बढ्नुहोस्, सधैँ अर्काले तपाईँलाई अगाडि बढाइदिँदैन। तपाईँ एक दिन पछाडि पर्नुहुन्छ, 2 दिन पछाडि पर्नुहुन्छ, तपाईँ सिधै ब्याक हुनुभयो। जो मान्छे अगाडि बढ्छ, बोल्दै जाँदा उसलाई सबैले चिन्छ अनि उसले सबैसँग त्यो खालको व्यवहार गर्न सक्छ, अगाडि नेतृत्व लिने। त्यसैले नेतृत्व लिनका लागि सबैजना तपाईँहरू अगाडि बढ्दैन होला। र यो कार्यक्रममा अब मैले लामो बोलिरहनु आवश्यक पनि छैन। यो कार्यक्रम सम्पन्न गर्नका लागि हामीलाई महत्त्वपूर्ण भूमिका खेल्ने गाउँपालिकाबाट पनि उपाध्यक्षज्यू, प्रमुख प्रशासकीय अधिकृतज्यू, सरिता म्याडम, सुजिता म्याडम, यहाँ धेरै अरू कर्मचारी साथीहरू हुनुहुन्छ, तपाईँहरू कार्यपालिकाका सदस्यहरू हुनुहुन्छ, वडा सदस्यहरू हुनुहुन्छ, महिला आमा समूहका सदस्यहरू हुनुहुन्छ, हामीलाई मिठो खाना खुवाउने हैन, खाजा खुवाउने समूह हुनुहुन्छ, अदृश्य धेरै टिमहरू हुन्छ। त्यो सबैको घनीभूत रूपमा पनि हामीलाई एउटा सहयोग भएको कारणले आज यो कार्यक्रमलाई हामीले यो सफलता दिन सकेका हौँ। त्यसैले आगामी दिनमा पनि तपाईँहरूले प्रशिक्षणलाई प्रभावकारी बनाउनका लागि, व्यवस्थापनलाई यसरी नै प्रभावकारी बनाउनका लागि कर्मचारी साथीहरूले तपाईँहरूले अहिले खेलेको भूमिका, तपाईँहरूको यहाँ अहिले यसो हेर्दा मैले देखेँ, म आफै सूचना प्रविधिको मान्छे हुँ। मेरोमा यति धेरै सूचना प्रविधिको यस्तो टेक्नोलोजीको मेरोमा राम्रो व्यवस्थापन छैन होला, म सहमत छु। म यहाँ सुजिता म्याडमलाई मैले अघि नै भनिसकेँ, तपाईँहरू यहाँ धेरै राम्रो गर्नुभएको छ। सेन्सर बत्तीहरू राख्नु भएको छ, कति ठाउँ मैले हेर्दैछु, सबै यसो नजानिदो तरिकाले यसो फुर्सद पाएँ भने यहाँ के भइरहेको छ भनेर मैले हेरिरहँदा धेरै राम्रो अत्यन्तै चाहिँ व्यवस्थित तरिकाले चलिराखिएको पाइएको छ। तर हामीले संरचनालाई मात्रै राम्रो देखेर राम्रो भन्न हुँदैन हैन। त्यो भित्र हुने हामी जनप्रतिनिधि, कर्मचारी सबैजनामा यो खालको भावना बढ्यो, त्यसरी अगाडि बढ्न सकियो भने भोलिका दिनमा हामीले प्रगति गर्न सकिन्छ। र यो भाषण कला सिप जुन हामीले आज प्रशिक्षण लिएका छौँ, सबैजनाले पालो गरेर बोलेका पनि छौँ, यसलाई तपाईँहरूले निरन्तरता दिनु होला, आफ्नो कार्यक्षेत्रमा लागू गर्नु होला, निर्धक्क भएर बोल्नु होला। यहाँ सबै मान्छे सबै कुरा जानेको कोही पनि हुँदैन, मेरो अगाडि ठुला मान्छे छन् भन्ने नठानिदिनु होला। नठानिकन तपाईँहरूले यस्तो खालको काम गर्न सक्नुभयो भने आगामी दिनमा तपाईँहरू सफल हुनुहुनेछ। तपाईँहरूलाई म हार्दिक शुभकामना पनि दिन चाहन्छु, हार्दिक बधाई पनि दिन चाहन्छु। र यो कार्यक्रम मलाई यहाँ ल्याएर सञ्चालन गर्न दिने स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानको हाम्रो कार्यकारी निर्देशक सिङ्गो टिम र मलाई सहयोग गर्ने नीलकण्ठ सर, सबैलाई म हार्दिक आभार व्यक्त गर्दै छोटो मन्तव्य यहीँ राख्न चाहन्छु।